यो तपाईँहरूको सौदी हो मजाको आलु त डराउँदो खोइ यहाँ त मजाको घरेरी थाला हुँदो रहेछ नि त यहाँ जिपाक त्यहाँ हो यो बुद्धको मूर्ति पछाडि यो चाहिँ प्रतिक्षालय हाम्रो समुद्रीले बनाउनु भएको भाइ बहिनीले माथि चाहिँ सृजनशील कलरको भलिबल ग्राउन्डको त्यो छेउ देखेछ त्यहाँदेखि तल्लो होमस्टे छ ठुलो माथि आउँदैन पर्यो यताको चाहिँ पाखाटोल लेसपारको पल्लो बस्तीतिर छौँ अनि यता नै छ माथि गाउँ छ माथि पर्मिसाकी सौता पर छ भर्खर आएको कान्छे भर्खर यहाँ पर्मिसाकी सौ भेनालाई फोन गरेको आउनु हुन्थ्यो गरे अलि अस्ति कहिले गइ थियो मेरो काम छ अलि आउनु होला अब तल्लो सिरियालतिर सिरियाल भन्ने ठाउँ छ हाम्रो लेसपार गाउँभन्दा अलि तलतिर त्यतैतिर जान्छौँ मजाको भएछ आलुहरू त आलु मजाको भएछ आलु त यहाँको गयो भन्छन् अस्पताल बुझेर बाख्रा कराएछ यहाँ दोकान थाउथ्यो पहिला यहाँको भेनाले ए नमस्कार सालाजी अहिले भर्खर आएको कता जानुभयो त दिनमा यो घर त ओदारी ए हजुर यहाँ त घर त ओदारी जस्तो बनाएर रहेछ नि ए यो कसको घर रे साला ए रूपाली ए त नि हो हजुर हजुर भेनाजी नमस्कार नमस्कार दर्शन अघि न्याएको भेना आइदा ए घर एक दाराले ठिक गरेछ गर्नु त नि हेलो भेना है लाग्नु पऱ्यो भने एकछिन तल दौ तल हजुर हस् भेना त नि र कति आनन्द आउने है घर पनि फेरि खै यहाँ चाहिँ पहिला यहाँ चाहिँ डरलाग्दो धेरै मान्छेहरू जोड्नु छ नि त केटाकेटाहरू विशेष गरेर के ठुलोदेखि सानो केटाहरूसँग धोबी हजाम घौलाउने आफ्नै बस्ने गरिन्थ्यो अरे त पिपलले कता गएछ हुन्थ्यो त ओखर ल्याउँदा हेर्ने कताबाट जाने यताबाट जाने कता त्यो घरमा आउने हो तल ए यता हो यता यसरी आउनु कि जाने त आउँदैन तल हुँदो यता चाहिँ तल स्कुलतिर जाने बाटो हामी चाहिँ तल चौरतिर जाने बाटो लाग्यो यो छोरी र बन्द गरे गए गाउँघरको यतातिर त मान्छे सुन्छ नै
यहाँ पनि घर उतारेर ढुङ्गा पाँचेर बसेछ यो बेच्ने बनाएर राखेको के हो त बेच्नु नि होला उस्तै पुऱ्याउने होइन किनभने उत्रै उत्रै तर साह्रै पुरानो भयो कि घर नि राम्रो नि देखिन्न कि ढुङ्गाले त नयाँ ढुङ्गाले बनाउनु पाएको ओ सोमदी नमस्कार ए भेना भेना सोमदी भेना आरामै हुनुहुन्छ भर्खर आएको भेना हजुर सन्चै हुनुहुन्छ होला हजुर सन्चै भन्नु त्यो नि त्यही हो हाइ नि उता त त्यत्तिकै घुम्दै जाऊँ भने घर बनाउनु लागेको उताको मान्छे त्यो घरमा गइहाल्नु जाऊँ भने काठे हालेको नि ये अब ये त ये वही घर छेउमा त्यही त नि हो त्यही हो के कहाँ यही पो वही पो कहाँ तल त्यहाँ अहिले झारा लाएर बनाउँदैछ त्यहाँ ए हो ए बुढीको हो छ हजुर त नि ए हजुर हुन्छ घरको अगाडि पो हजुर भेना हजुर हस् भेना ल दाइ त अब त्यहाँ झारा लागेको भए त सिकेर बाँध्ने कुरा नि आएन त्यत्तिकै टनल बनाएको छ ओहोर त खै छैन त अनि यसो देखिनु पर्ने अहिले त देखिन जोत्रो रोपेको त्यति रहेछ कि छैन केही मकै त यत्रो यत्रो भरि छ सानो सानो आलु आमा दन्किएछ यो घैरा घर हुन्छ नि घैरा घर भन्छन् यसलाई चाहिँ माथि ओखर रोपेको झन् सानो हो चाहिँ यो यहाँ त कोही नि बस्नुहुन्न नि यहाँ त यहीँ भाउजू ए ए हो अहिले त दामी छ ठुलो छ नि अहिले त खै मान्छे देखिन्न बनाउँदै गर्छन् माथितिर झारा उठेको आज ए चल्ला केटाहरू त है हिन्दी पे के भागे त हजुर नमस्ते नमस्ते बाई पछि के हो यो के गर्ने यसो गरेको नि चिर्नुको लागि होला नि अब खाजा खाने बेलामा आइएछ लौ अब लौ नमस्कार भेनाजी अब खाजा खाने बेलामा टेक्क आइएछ लौ लौ नमस्कार ल ल सबैलाई नमस्ते सबैलाई नमस्कार नमस्कार बुहारी नमस्कार
भारी छ लौ नमस्कार छोरा हजुर हेर्न आराम छ आराम ओइ भर्खर आएको ओइ भर्खर आएको पाखा पानी डुल्दै कता कता डुल्दै मैले फेसबुकमा हेरेको ढेँडा ओह्राल्दै पाखा पानीतिर ढेँडा ओह्राल्दै काट्नु सो यता उसमा आउनु भएको छ भन्थ्यो र त्यता आएको कति बेला के अझै होइन त्यति तल्लाङको अलिकति पार्सल थियो ए पैसा थियो त्यो अब पैसा अब खाना खान जाऊँ त नि भात पैसा ढेँडो यहाँ ढेँडो खानु पाइन्न हजुर हेर्न भर्खर ए आगो लाग्यो ए त्यो हेर त हेर यस्तो उयो रहेछ त लौ लौ नमस्ते बाबु लौ 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 खाऊ मिलेर खाऊ लौ नमस्ते भन्छु नमस्ते नमस्ते लौ सबैलाई नमस्ते 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 यहाँ पो ए अहिले भर्खर आएको अहिले भर्खर ए दिदी नमस्कार सन्चै छौ अहिले भर्खर ल ल खानुपर्छ कहाँको होइन चिया चिया खाउँ न हजुर चिया अलिकति चिया खानु पर्छ ए नमस्कार नमस्कार सन्चै हुनुहुन्छ ल ल कान्छा ल ल भान्जा नमस्कार ल ल नमस्कार भान्जा नमस्कार ल ल भान्जा आराम हुनुहुन्छ यहाँ पक्कै सबै इष्टमित्र भेटिन्छै हो नि र जाम भनिरहेको के यहाँ त धनसार जलेछ पहिला त्यही के एक्सिडेन्टली जलेछ त्यही यहाँ बनाउनु आउनुभयो रहेछ इष्टमित्रहरू त नि हजुर हजुर केही नहुने मान्छेको त के त नि हो नि त नि धर्म हो नि एकदम हजुर हजुर एकदम राम्रो सबै आजको काम हो एकै दिन नगरौँ न पातल भाती पुरै दार भात हजुर छैन राम्रो यस्तो गर्नु पऱ्यो नि साँच्चै त्यस्तो गरेको न ल उदिने चलन भनिरहेको थियो ए दिदौली पठौली मैले भन्ने कुरा यो उमा दुध आउने वालाले नगरौँ भन्ने कुरा मेरो ए यो क्षतिवेद पर्खाउँछन् नि के गर्छन् नि भन्ने कुराहरू के हस् हस् होइन जान्नुपर्छ यो कुराहरू गाउँ निवासी हाम्रो टेबल साला अहिले के हुन्छन् युकेदेखि आउनुभयो उहाँले के भन्छन् यत्रो यत्रो परिश्रम गरेर यहाँ हाम्रो देशभर गाउँमा आफ्नो जन्मथलामा आएर यसरी हेर्दाखेरि उहाँको मनले केही न केही दिउँ भन्ने कुराहरू अब धन भएर पनि भएन मन भएर पनि भएन धनबहादुर र मनबहादुरको धेरै समस्या हुन्छ र मन पनि हुनु पर्यो धन पनि हुनु पर्यो हाम्रो सालालको मन पनि भएको धन पनि भएको गर्दाखेरि उहाँले दिनमा जे जस्तो भयो भने यहाँ यस्तो यस्तो कारणले यो भएको रहेछ र हजुरहरूले के भन्छन् चिया पानी खाजा खानु भनेर 5,000 के भन्छन् यहाँ दिनुभएको छ उहाँलाई सबैले के भन्छन्
हमेसा यो हाम्रो उम्, जति पनि मन्दिरहरू छन् आयो छन् बाइकन यहाँको कुलदेउताहरू छन् सबैले उहाँलाई हमेसा आउँछ फलोस् फुलोस् यसै गरेर हमेसा उहाँले दिने वातावरण उहाँलाई राखिदिन् भन्दै हाम्रो 2 शब्द यहीँ अन्त गर्छु ल सबैले तालिने त 5,000 दिनुभयो ल थ्याङ्क यू धन्यवाद थ्याङ्क यू हजुर सबैलाई धन्यवाद 5,000 दिनुभयो क्या उहाँले ए